हे दैवा दिन ऐजल मास जारा महिनो लाग्या होला नेपाल पाए एनी डाँडा काँडा एकदम कुहिरोले धपक्क बनाउँदो एनी बुनुन न्याउला चरा न्याउ न्याउ बासदान लटरम्म बेलायती पाग्या हुनन् एनी हजारी फुलिनी भ्या हुनन् सन्तलाहरू एनी रै हे लोकगीत भागाहरू सुन्ने बुन पाखामा दाउरो घस गर्ने एनी परदेशी विदेशीहरूलाई चाहिँ सम्झिने एनी भिडियो कल गर्ने बाबै एनी रे अडियो कल गर्ने तिता मिठा कुरा गर्ने अनि दारा फालाफाल गर्ने जाराले कठिङ्ग्याएको हात कठिङ्ग्याएको अनि बर्खाले चाहिँ गम्छाले चाहिँ उगरे मुख ढोकै अनि मुखबाट चाहिँ धुवा निस्किने जाराले बिहान पख तातो तातो बाफ निस्किने मुखबाट भया हुनु नेपालतिर भन्ने भने आउँछु मैले बाबै अनि यहाँ विदेशका ठाउँमा यो अर्का ठाउँमा न जाडो न गर्मी यो मलेसिया भनाउँदा ठाउँमा खाडी मुलुक बाई क्या हुन्छ त्यो कैथो हुन्छ त्यो दैव जानुन् बाबै त्यो युरोपतिर भन्ने कन्ट्रीतिर क्या हुन्छ कैथो हुन्छ त्यो दैव जानुन् यो मलेसियातिर एसियन राष्ट्र पर्दो रहेछ नेपालकै भूभागको जुन एसियन भन्ने जस्तो उसमा पर्ने रहेछ भन्छौ अनि त्यही भइकन यो ठाउँमा न जाडो न गर्मी 12 मासे एकै नाश हुने रहेछ भन्नुहुन्छ त्यही पनि केही थाहा थिति हुँदैन अहिले अब नेपालतिर जाडो महिना लागेको छ त्यही भएन चाहिँ अब नेपालको मौसमको बारेमा के मलाई चाहिँ एकदम चाहिँ ती झझल्काहरू ती बितेका पलहरूको चाहिँ के यादहरू यो दिमागमा फुटिरहँदाखेरि मलाई चाहिँ के भन्न मन लाग्यो के बहकिन मन लाग्यो भन्नुहुन्छ अनि रै लगी चाहिँ जाडा महिना चाहिँ स्कुल जान है चाहिँ चाउरी परिने जाडाले एकदम चाहिँ कठिन भइकन चाहिँ बिरालो झौरिने अनि चल्लो कुखुरो चाहिँ नुन खागा कुखुराइने भइकन चाहिँ हिन्दान अनि रे सन्चरी लखिनेपट्टि दाउरा घाँस जाने है बन्चोरो चाहिँ कानामा हालिन चाहिँ सगलै खुर्बा भोगिन खुर्बेटो भोगिन चाहिँ हिँड्यान अनि रे मुसाखरी कहीँ चाहिँ त्यो बन्सो सुन्सो यताउता कहीँ बारीको कहीँ चाहिँ काटिने यताउता ल्याइकिने ढिङ्गा पाछालाई घस्याउनु पुत्याउनु गरिदिएन अनि रे सबै थोक यताउता हुनु अनि रै गाई दुन गए बेला चाहिँ हात कठङ्ग्री आउनु र चाहिँ अलि हात तताइया चाहिँ बिहान आगो बालिन चाहिँ उ गर्ने अनि कहीँ पत्याउट स्याउला कहीँ पलेउटाहरू कहीँ चाहिँ झिजा झारी चार सुरु गर्ने चाहिँ आगो सागो ताप्ने नभए चाहिँ कहीँ त्याउना कचेर मचेर यताउता चाहिँ कहीँ कागजा टुक्रा सुक्रा यताउता चाहिँ घर आँगन छेउछाउ कहीँ बाटाघाटामा बालिन ताप्ने बाबै साँझ धोइरो कुरो हुन लाग्ने सुत्ने बेला पनि ताप्ने आगो ताप्ने अनि बिहान पख ताप्ने चुल्हा वरिपरि बसिन चाहिँ खुट्टा टाँगिन चाहिँ एकदम दारा फाल्ने चाहिँ एकदम चाहिँ मिठो मसिनो चाहिँ चिया